सिप मेला 2082 मोबाइल रिपेयरिङ कोर्स introduction and generation of tools of mobile phone part of mobile phone basic electronic digital multimeter DC power supply circuit symbol transmission technology frequency allotment SIM card basic diagram circuit diagram mobile phone code coding PCB component layout integrated circuit types of software मोबाइल फोन सञ्चारको साधन तार बिना सञ्चालन र पुराना किसिमका कामहरू गर्छ जसले आविष्कारक मार्टिन कपुर जुन 3 अप्रिल 1973 मा बनाएका थिए। मोबाइल फोन अमेरिकाबाट पहिलोपटक आएको हो। मोबाइलको विकसित क्रममा एक पटक बोल्न र सुन्न मात्र किसिमको थियो। यसको सेवा अमेरिकामा AMPS एडभान्स मोबाइल फोन सिस्टम र NORCTC देशहरूमा NORPTI मोबाइल सिस्टम NORNI नोर्डिक मोबाइल टेलिफोन सर्किट प्रयोग गरिएको थियो। यो पुस्ताको डिजिटल मोबाइल फोनमा कुराकानी र सन्देशका साथसाथै डाटा पठाउने सुविधाको व्यवस्था भयो। बनावटका हिसाबले पनि हल्का सानो हुनुका साथै पछि आएर कलर्स डिजिटल टेक्स्ट प्रविधि पनि यसको प्रमुख विशेषता हो। यो पुस्ता पछि र तेस्रो पुस्ता अघि WAP वायरलेस एप्लिकेसन प्रोटोकल र GPRS जेनरल पकेट रेडियो सर्भिस प्रविधिको 10 सेवा जसलाई हामी 2.5G पनि भनिन्छ सकिन्छ। 3G यस पुस्ताको प्रमुख विशेषता भनेको मोबाइल भिडियो कन्फरेन्स तथा भिडियो कल इमेल मोबाइल टिभी तथा भिडियो प्लेयर र CD गिटार आदि रहेका छन्। यस पुस्तामा मल्टिमिडियाका साथसाथै उच्च गतिको डाटा प्रसारण प्रविधिको प्रयोग गरिन्छ। अहिले हामीले प्रयोग गरिआएको मोबाइल नै चौथो पुस्ता हो। यसको प्रमुख विशेषता उच्च गतिको प्रसारण प्रणाली नै हो। यसमा गुणा डाटा मल्टिपलिङ 50 गुणासम्म छिटो हुन्छ। उच्च गतिमा सञ्चालन हुने मोबाइलको विशेषता रिसोर्समा राम्रो आउनुका साथै ठुलो साइजका डाटाहरू एक्सेस हुन्छ। इलेक्ट्रोनिक सर्किट ओपन सर्किट क्लोज सर्किट सर्ट सर्किट सिरिज सर्किट प्यारलल सर्किट सर्किटले लोडले आफ्नो काम गरिरहेको अवस्थालाई क्लोज सर्किट भनिन्छ। यो स्थितिमा सर्किटमा बग्ने करेन्ट मान लोडमा निर्भर रहन्छ। ओपन सर्किट जब सर्किटमा स्विच वा तार एक वा कम्पोनेन्ट ब्रेक भएको स्थितिमा सर्किटमा करेन्ट नबगी लोडले काम नगरेको अवस्थालाई खुल्ला परिपथ भनिन्छ। सर्ट सर्किट जब सर्किटमा भोल्टेजले दिने सोर्सको दुवै टुप्पोमा एक आपसमा जोडिएको वा लोड सर्ट भएको अवस्थालाई सर्ट सर्किट भनिन्छ। सिरिज सर्किट दुई वा दुईभन्दा बढी लोडलाई एकपछि अर्को लगातार क्रममा मिलाएर लगाएको सर्किटलाई श्रेणीक्रम परिपथ भनिन्छ। प्यारलल सर्किट दुई वा दुईभन्दा बढी लोडको एउटा तार एक आपसमा र अर्को तार एक आपसमा जोडिने सर्किटलाई प्यारलल सर्किट भनिन्छ। 1 ग्राउन्ड 2 AC अल्टरनेट करेन्ट 3 DC डाइरेक्ट 4 फ्युज 5 स्विच रेसिस्टर रेक्टिफायर डयोड जेनर डयोड LED नन पोलर क्यापेसिटर रजिस्टर NFC रजिस्टर PNC ट्रान्सफर्मर जोइन वायर नट जोइन कोइल क्रिस्टल एन्टिना सेल ब्याट्री एनालग सिंगल डिजिटल सिंगल माइक स्पीकर DC AC IC स्क्रूड्राइभर सोल्डरिङ आइरन सोल्डरिङ PPD बेस PCB होल्डर मल्टिमिटर म्याग्निफिसिङ hot air gun tweezer jumper wire soldering wire acetone cleaning brush ultrasonic machine DC power supply reverberate wire cutter noise filler LCD spectator machine software device
Housing, digital connector, middle body, earphone connector, display, LCD camera connector, keypad, MMC connector, joystick, SIM connector, home button, capacitor, touchpad, cost encoder, PCB board, crystal, hex, transistor, C, MOSFET, diode, camera, resistor, vibrator, fuse, speaker, battery, mic, MMC, ear speaker, IC, charge connector, switch, battery connector. इन्टिग्रेटेड सर्किट एक वा सोभन्दा बढी इलेक्ट्रोनिक सर्किटहरूलाई एक ठाउँमा प्याक गरेर बनाएको सामानलाई इन्टिग्रेटेड सर्किट आइसी भनिन्छ। यस्ता आइसी विभिन्न अक्सिलेटर, रेगुलेटर, एम्प्लिफायर, एम्प्लिफायर, स्विचिङ जस्ता विभिन्न सर्किटहरूलाई सानो रूपमा प्याक गरेर बनाउँदा ठाउँ पनि कम प्रयोग हुनुका साथै घरमा पनि सजिलो पर्दछ। स्क्रिनको रेगुलेटर सर्किटमा विभिन्न इलेक्ट्रोनिक्स कम्पोनेन्टहरू जस्तै रेजिस्टर, क्यापासिटर, ट्रान्जिस्टर, डायोड तथा विभिन्न डिजिटल गेटहरू जोडेर बनाइन्छ। यस्ता आइसीहरू विभिन्न उद्देश्यका लागि बनाउनका साथै सोही अनुरूप नै प्रयोग गरिएको हुन्छ। कुनै एउटा सामानको लागि बनाइएको बनावटको आधारलाई आइसीको प्रकार BGA बल ग्राइड आर्टिक पिक्चर एरे BGA-आइसीको सोल्डरिङ बलहरू आइसीको तल्लो भागमा तलको चित्रमा देखाए जस्तै राखिएको हुन्छ। मोबाइल फोनमा सबैभन्दा बढी BGA-आइसी नै प्रयोग गरिएको पाइन्छ। BGA-आइसीहरूको पिन क्रम तल चित्रमा देखाए जस्तै गरिन्छ। यहाँ तेस्रो लाइनमा ABCDEFGHIJ र ठाडो लाइनमा 1 2 3 4 5 6 7 दिएको छ। अब हामीले ठाडो र तेस्रो लाइनलाई मिलाएर पिनको नाम दिइन्छ। जस्तै तल चित्रमा देखाएको आइसीको तल बायाँतिर काटिएको कट पोइन्ट हुन्छ। त्यही काटिएको भागको माथिको पिनको नाम तेस्रो र ठाडो 1 नम्बरको सो पिनलाई AI भनिन्छ। यसरी आइसीको सबै पिनहरू गनिन्छ। यस्ता आइसीहरूलाई बोर्डबाट निकाल्नुपर्छ, हटाएर भन्न प्रयोग गर्नुपर्ने हुन्छ। एसएमडी आइसी सर्फेस माउन्ट डिभाइस टाइप्स आइसी एसएमडी आइसीहरूको बनावट बाहिरबाट देखिने दुई तर्फा वा चारैतर्फ पिन भएको र पिसिबीमा नै जोडेर राख्ने भएकाले एमपीआइसी भनिएको हो। चारै तर्फ पिन राखेर बनाएको आइसीलाई क्युआइपी क्विड इन लाइन प्याकेज पनि भनिन्छ। यस प्रकारको बनावट भएका आइसीहरू चाइनिज मोबाइलमा बढी प्रयोग गरिएको पाइन्छ। सिम कार्ड, पेन लेआउट, VCC, कन्ट्रोल भोल्टेज, RST रिसेट, CLB प्लग पुश, DAT डाटा इनपुट आउटपुट, VIP सप्लाई भोल्टेज, GND ग्राउन्ड।